यो बाटो त पहिला नेपाल सरकारको बजेट लागेको नि यसमा त सुरुमा यो बनाउँदाखेरि अब अहिले पिलर गाडे त इन्डिया पर्यो अलिकति तपाईँ साँझ 7:30 8 बज्दाखेरि केही एउटा झोलामा लिएर आउँदा पनि ए कहाँ से आयो क्या आयो पुरै बोकाइदै सोध्छ नि अहिले हिँड्न पनि दिँदैन अहिले उता उनीहरूले झन् इन्डियाले बाटो पनि झन् यसलाई बनाएको छ अलिकति भए पनि पुरै छ नजाँ उनीहरूले पनि यो मेरा इन्डिया पड गया भनेर हिँड्नै दिँदैन अब हिँड्न नदिएपछि किन त्यसमा खर्च गर्नु भनेर अनि गाउँलेले पनि सबैले भने होइन यो बाटोमा लगानी गरेर फाइदा छैन आफ्नै सुविधाको लागि बरु जाउँ यति एउटा जति बजे राति हिँड्दा पनि केही भन्न पाउँदैनन् अनि अहिले यो बाटोकै छेउमा ड्युटी पनि बस्छन् एसएसपीहरू अब पहिला अब हामीले आफ्नै अब देशको आफ्नै सरकारले बाटो बनाउँदा पहिला हिँडुल गरिरहेको अब राति हिँड्नु नपाउँदाखेरि पनि दुःख त लागिहाल्छ नि यदि यो स्कुल नभएदेखि भने पनि यो इन्डिया भइसक्यो आजसम्म यो पिलर उहाँसम्म पुगिसकेको छ मेची खोला हामी पहिला कहाँ नेपालदेखि उतासम्म उहाँसम्म यस्तो छिराएको छ छड्के तर यो यहाँ आउँदाखेरि जब यो मेचीको यो स्कुलको यो मेची प्राइभेट यो स्कुल जब देखिसकेपछि त्यो देखेपछि चाहिँ ओहो यो त स्कुल रहेछ नि नेपालै रहेछ भनेर अनि त्यहाँबाट नि छड्के भए पारेर लिएर